हेलो एभ्रिवान नमस्ते वेलकम टु माई मिनी ब्लग। अनि आज चाहिँ हाम्रो मकै भाँच्ने दिन छ अनि खेतालाहरू हुनुहुन्छ, सो म चाहिँ खाजा बनाउँदैछु है साथीहरू। मकै चाहिँ यति ओसारिसक्नुभयो, उहाँनिर चाहिँ 3 जनाले भाँच्दै हुन्छ अनि 4 जनाले बोक्दै हुनुहुन्छ। अनि म चाहिँ त खाजा रेडी गर्दैछु। खाजा चाहिँ थुक्पा बनाइदिन लागेको, थुक्पाको पानी बसाउन उम्लिन लाग्यो। म चाहिँ अनि आलु केलाउँदैछु, सबै सब्जी रस बनाउनलाई रेडी गर्दैछु। न्युटेला, मटर, आलु अनि म चाहिँ थुक्पाको त पानी पनि उम्ल्यो अनि थुक्पा बसाउँछु, उसिन्दै गर्छु। परको बारीको मकै भाल्दै हुनुहुन्छ, 2 घरले मिलेर गर्छु नि त। त्यो बारी चाहिँ हापाक सो त्यो मकै चाहिँ भाल्दै हुनुहुन्छ है त। अनि यता चाहिँ पानी उम्लेर मैले थुक्पा पनि हालिसकेँ अनि यता सँगसँगै सब्जी पनि बसाउन थालेँ। यता थुक्पा पनि यतिको भइसक्यो, पाकिसक्यो। अनि यता अब यो चाहिँ बोडी हो, अहिले हालेँ, न्युटेला पनि त्यहीँ हालिदिएँ। त्यसपछि आलु, उसिनेको आलु सबै थोक हालेर मिक्स गरेर चाहिँ यसलाई सिटी लगाइदिने हो। अनि त्यसपछि हुन्छ। अब चाहिँ टमाटर हालिदिएँ, त्यसपछि नुन, मसला, धुलो मसला अनि मैले चाहिँ अलिकति अजिना पनि हालिदिएँ। थुक्पा खाँदाखेरि थुक्पा खास्तै हुँदैन, टेस्ट हल्का अजिना नलाइ, त्यही भएर चाहिँ नलाइ खाँदा पनि हुन्छ, तर मैले चाहिँ हल्का हालिदिएँ है त। अनि अब यसलाई म पानी ठिक्कको हाफ पानी लाएर सिटी लगाइदिन्छु। अनि मैले चाहिँ यो अदुवा, लसुन, जिरा, नुन खोर्सानी पिनेको पेस्ट चाहिँ हाल्नै बिर्सेछु क्या अघि फ्राई गर्दा, त्यही भएर फेरि पछाडि रस पानी भएकोमा हालिदिएँ। सिटी लाग्ने नै हो, पाकि नै हाल्छ। पछाडि हालिदिएँ अनि फेरि बिर्को लगाइदिएँ सिटी लाग्नलाई। पछि थुक्पा पनि मजाले पाकिसक्यो अनि म चाहिँ अब आरीमा सबै लाएर चाहिँ 2 पखाली गर्दैछु, 4-5 चोटि। त्यो सेतो नगइन्जेल, सङ्लो नभइन्जेलसम्म चाहिँ म पखाल्छु। मजाले पखालेर चाहिँ अनि सानो सानो ठिक्क आरीको 2 आरी भयो। हामी चाहिँ 10-12 जना हुन्छौँ खानको लागि चाहिँ। अनि रेडी भयो पखालिसकेर पनि। अनि अब यता सिटी पनि लाग्दैछ तरकारीमा, सुप पनि पाकसँग लाग्यो। यता म प्याज काटेर, खोर्सानीहरू काटेर रेडी गर्दैछु अहिले कोमाले खानलाई। अनि मेरो छोरी चाहिँ यहाँ कुच्चोले बढार्दैछ, पुरा ठुलो मान्छेले यत्तिकै बढार्दै बसिरहेको छ। यहाँबाट म्याटमा राखेको थिएँ, सर्दै पर कहाँ कहाँ पुग्छ अनि त्यहाँ बढार्दै थियो। अनि म चाहिँ त्यहाँ नानीलाई पनि भुलाउँदै बनाउँदै थिएँ खाजा। अनि मकै चाहिँ आज चाहिँ बाहिर घाम चाहिँ यति धेरै लागेको थियो नि, बिहानदेखि नै आकाश खुलेर चकिलो घाम तात्तिने लागेर फुट्ने गरी भएको थियो। अनि यता अब चाहिँ म जाँड पनि छानिदिँदैछु, जाँड खानेहरूलाई जाँड पनि छानिदिँदै थिएँ। जाँड खानेलाई जाँड, डिउ खानेलाई डिउ। अब चाहिँ खाजा खाने बेला हुन लाग्यो। अनि खाजा खाने बेलासम्ममा 2-2:30 तिर त भाँचिसक्नु भएको थियो। त्यत्रोजना हुन्थ्यो, 7-8 जनै भाँच्ने बोक्ने। अनि त्यही भएर खाजा खाने बेलासम्ममा त सबै भाँचिसकेर ओसारिसकेर अनि खाजा खाने चाहिँ मैले छानेको जाँड, थुक्पा रेडी गर्न बटुको। अनि यहाँ चाहिँ मैले प्याज काटेको, खोर्सानी अहिले थुक्पासँग खानुलाई। अनि यहाँ चाहिँ सुप तरकारी पनि पाकिसक्यो, मैले रस हालिदिएँ, भक्ककै उम्लिसक्यो, सुप पनि रेडी भयो थुक्पाको। अनि चाहिँ खाजा रेडी गरिसकेँ। अनि यहाँ चाहिँ मकै लिनु जाँदै हुनुहुन्छ, मकै लिएर पनि आइसक्नु भयो है सबैजनाले। सबै खाजा खाने बेला चाहिँ सकिसक्यो, त्यस्तो धेरै पनि छैन नि त, मकै ठिकै छ, त्यही भएर चाँडै सक्यो। अनि अब चाहिँ म थुक्पा भाग लाउँदैछु, सबैजना आइसक्नु भयो मकै लिएर। अनि म चाहिँ थुक्पा भाग लाउँदैछु सबैजनालाई। बाहिर बसेर गफ गर्दै हुनुहुन्थ्यो, अरू चाहिँ नानी छोरी खेलाउँदै हुनुहुन्थ्यो। म सुप हाल्छु, सानो पन्युले हालेको जस्तै भएन, ढिलो कहिले हालिराख्नु भनेर यत्रो डाडु लिएर हाल्नु थालेको। एक डाडुले एकै बोटुको भरिने डाडु लिएर चाहिँ हाल्न थालेँ मैले एकैचोटि। गड्याम है त साथीहरू। अनि एकैचोटि भाग लाएर चाहिँ बाँडिदिने हो। अनि यहाँभित्र किचनमा चाहिँ टिन तातेर गर्मी हुन्छ र सबैजना बाहिरै बस्नुभएको थियो। बाहिर चाहिँ चिसो शीतल आउँछ, सो सबैजनालाई खाजा दिइसकेर म चाहिँ लास्टमा खान थालेँ। चाहिँ मेरो भएको अलिकति मैले चाहिँ जाँड पनि
खाएँ, डिउ पनि सबै थोक खाइदिएँ। त मैले चाहिँ टुक्पा पनि मिठो भएछ। अनि यता धन्दारास भयो, अब धन्दा गर्नुपर्ने। अनि चाहिँ मकै पनि बाँडिसक्नुभयो, 2 घरले बाँडिओरी। त्यहाँ दिदीले चाहिँ ओसारी पनि सङ्कलन भयो। अनि मकै चाहिँ यति परेको थियो भागमा है त साथीहरू। आजलाई यति नै, भेट्नेछु नेक्स्ट भिडियोमा भन्दै बाई बाई एभ्रिवान।